अहिले हामी केपिलासगढी गाउँपालिकाको केन्द्रबिन्दु बाक्सिला बजारमा छौँ। हामी बाक्सिला बजारबाट हामी अहिले बाँसपानी जाने यात्रामा छौँ। यो देख्न सक्नुहुन्छ यो गगनचुम्बी महल भन्न रुचाउँछु म। ग्रामीण क्षेत्रमा हुर्किएका हामी जस्ता मान्छेहरूको लागि गगनचुम्बी महल नै हो यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन हो। सायद गाउँ गाउँमा सिंहदरबार भनेर यसलाई पनि हेरेर हामी अनुभूत गर्न सक्छौँ। यो चाहिँ बाक्सिला बजार हो। अब हामी बाँसपानीको यात्रामा छौँ। बाँसपानीमा आज गणतन्त्र दिवसको अवसरमा आज कार्यक्रम छ। अब सिडी चढेर केही समय पछाडि बाँसपानी पुग्नेछौँ। मलाई लाग्छ सम्भवतः म यो भिडियो युट्युबमा अपलोड गर्छु। म आज आफ्नो पहिलो युट्युबको यात्रा तय गर्न चाहन्छु। हेर्नु होला कस्तो लाग्छ र सजेस्ट पनि गर्नु होला। म पहिलो आज युट्युबको लागि पहिलो भिडियो बनाउने तयारीमा छु। सुरज सर पनि आइसक्नु भएको रहेछ। उहाँ चाहिँ केपिलासगढी गाउँपालिका 7 नम्बर वडा कार्यालयमा कृषि प्राविधिक रूपमा कार्यरत हुनुहुन्छ। सुरज सर कस्तो थकाइ लागेन तपाईँले सिडी उकालो निक्लिरहँदा? बिहान बेलुका हिँड्ने ठाउँ भयो है यो हजुरको? ए ल धन्यवाद। अब हामी यात्रामा लागौँ है। ल लागौँ यात्रामा लागौँ। यो पल्लोपट्टिको यो देखिराख्नु भएको यो दृश्य चाहिँ यो चाहिँ दिक्तेर रूपाकोट मजुवागढी नगरपालिकामा पर्छ भने यो चाहिँ केपिलासगढी गाउँपालिकामा पर्छ। सुरज सर र सलिन सर चाहिँ भीमराज सर चाहिँ अगाडि यात्रा सिडी चढ्ने क्रममा हुनुहुन्छ। हाम्रो शशि सरले चाहिँ स्टुडेन्टहरू लिएर गइसक्नु भएको छ। मलाई चाहिँ स्यासा पनि भएको छ। हुन त म यस्तै ग्रामीण क्षेत्रमा हुर्केको मान्छे हो र पनि अहिले चाहिँ अलिक स्यासा भएको छ। यो गर्मीले पनि हुनसक्छ सायद। यात्रा गरिरहँदा यो बिचमा यो खालको बिसौनीहरू भन्छ हाम्रो पश्चिममा, यो पूर्वमा के भन्छ, अनि यसरी मलाई लाग्छ मृत्यु भएको मान्छेको नाममा यो बिसौनाहरू खडा गरिन्छ धर्म लाग्छ भन्ने हिसाबले। हाम्रो सरहरू अगाडि पुगिसक्नु भएको छ। बिसौनाहरू पनि छ हो रहेछ। मृत्यु भएको मान्छेको नै रहेछ। हार्दिक श्रद्धाञ्जली लेखेको छ यहाँ अनि यसरी बनाइएको छ सरहरू अगाडि। अब सिडी सकियो। अब मलाई लाग्छ अब स्टेटबाट आउँछ है सुरज सर? ल आज राख्छु ल। कसरी ठोक्ने अरे सलिन सर? सबै भिडियो खिचेकोलाई एकदम क्याप्कनमा जोइन गरेर सबैले एडिटिङ गरेर ठ्याक्क युट्युबमा हाल न। जाने बित्तिकै त्यहाँ एकदम भिडियोलाई डिलिट गरौँ। डिलिट खिचेको मलाई एडिट गर्न आउन नि सलिन सर। त्यो भएर म गरिहाल्छु नि एडिट। हिरो भन्दैछ यस्तो हान्छु। ल त्यसो भए आज मेरो पहिलो युट्युबमा पहिलो भिडियो अपलोड हुन्छ यो यात्राको ब्लगको। म गरिहाल्छु। छान्दिन हौ अहिले एककै पढ्दै मुख सुख फुटाइदिन्छु। तपाईँको हरेक कुरा क्लियर राम्रो छ युट्युबमा भिडियो हाल्नु भन्नु ल ल ल। सलिन सर उहाँ हुनुहुन्छ, सुरज सर पछाडि हुनुहुन्छ अनि अहिले चाहिँ अघिसम्म पछाडि भइराखेको म अहिले अगाडि आएको छु किनकि क्यामेरामा मैले भ्लग बनाइसकेपछि म पनि कैद हुनु पर्यो भन्ने हिसाबले गर्दा म अहिले चाहिँ अगाडि आएको छु। साथीहरू पछाडि हुनुहुन्छ। 10 मिनटको उकालो यात्रापछि अहिले हामी चाहिँ स्टेट बाटोमा आएका छौँ। अब बाटो एकदम सिधा छ जस्तो लाग्छ मलाई। यहाँ राइडर भाइहरू पनि देख्न सक्छ। स्याबास स्याबास स्याबास। अनि यसो ओह्रालोमा राइडर गर्न खोजेको देख्न सक्नुहुन्छ। हामी यात्रामै छौँ। यहाँ घरहरू पश्चिमका घरको तुलनामा पूर्वका घरहरू चाहिँ निकै सौन्दर्यले भरिपूर्ण क्या। यहाँ प्रत्येक घरमा गार्डनहरू हुन्छ है। अनि त्यो खालको घरलाई एकदम बेहुली जसरी सिँगारिएको हुन्छ प्रत्येक घरहरू। त्यो भएर निकै राम्रो घर छ यो। आमा पनि हुनुहुँदो रहेछ। खाना खानुभयो आमा? पूर्वको घरहरू चाहिँ निकै राम्रो। राईहरू हुनुहुन्छ तपाईँहरू सायद? राई हो अरे उहाँ चाहिँ। राई भाषामा सन्चै छु नानी भनिदिनु त आमा एकचोटि। राई भाषामा सन्चै छु कहाँ जान आँटेको भन्नु त। कहाँ जान लाग्नु भएको भन्नु। ए राई भाषा आउँदैन? लु अब राई भाषा सिकाउनु पर्यो। कसरी सिकाउने अरूलाई? हजुर कतिनको 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 बाँसपानी मम्मी? हजुर ल ल ल धन्यवाद मम्मी है। हस् आतनी आतनी धन्यवाद भनेको हुनुपर्छ सायद। आतनी भनेको अन्दाजिफिकेसन गरेको मात्र मैले। सरहरू अगाडि पुगिसक्नु भएको छ। उहाँहरूले मैले भेटाइहाल्छु। करिब 1 घन्टा पछिको लामो यात्रापछि अहिले हामी ठ्याक्कै बाँसपानीमा आइपुगेका छौँ।
यहाँ हो मकैहरू हेर्दा चाहिँ गाउँको पनि याद आयो। हाम्रो गाउँमा भन्दा पनि छिटो हुर्किने रहेछ मकै। सायद यो मकै रोपेर फेरि धान रोप्छ सुरज सर यहाँ? ए मकै भाँचेर कि मकैभित्रै? ए मकैभित्रै कोदो देख्न सक्नुहुन्छ। जेठको महिना हो। यति ठुला मकैहरू छ। यो चाहिँ निकै उब्जसिलो क्षेत्र, निकै के भन्छ उर्वर क्षेत्र रहेछ यो चाहिँ। विद्यालयमा जाँदैछौँ हामी। अब हामी गेट पनि प्रवेश गरिसक्यो बाँसपानीको विद्यालयको। आज यहाँ कार्यक्रम छ। उपस्थिति पनि निकै बाक्लो उपस्थिति रहेछ देख्न सक्नुहुन्छ दृश्यमा। यहाँ बाक्लो उपस्थिति छ यहाँ देख्न सक्नुहुन्छ। कार्यक्रमको तयारी हुँदैछ। यहाँ हाम्रो सुब्बा सरहरू हुनुहुन्छ, हाम्रो तामाङ सरहरू हुनुहुन्छ, यहाँ चाहिँ म्यामहरू हुनुहुन्छ। उपस्थिति बाक्लो छ यहाँ। अब लगत्तै कार्यक्रम सञ्चालन हुन्छ जस्तो छ। निकै राम्रो छ यहाँको यो ग्राउन्ड। राष्ट्रिय मावि जस्तो लाग्छ मलाई। राष्ट्रिय माध्यमिक विद्यालय बाँसपानीको यो प्राङ्गणमा छौँ हामी। कार्यक्रम सुरु भइसकेको छ। कार्यक्रम सुरु भइसक्यो, स्टार्ट भइसक्यो है। यहाँ सरले कोच गर्दै हुनुहुन्छ। कोच भन्दा पनि अब विद्यार्थीहरूलाई यसरी वाक कला गर्ने, यसरी वक्तित्व कलामा भाग लिने, यसरी हाजिर जवाबमा भाग लिने भनेर सिकाउने क्रममा हुनुहुन्छ उहाँ सर। अगाडि कार्यक्रम सुचारू आसन ग्रहणको प्रक्रिया अगाडि बढिराखेको छ। अगाडि चाहिँ भर्खरै राष्ट्रिय गान गाएर कार्यक्रम सुचारू भइसकेको छ। तर बर्सातले कार्यक्रमलाई त्यति सहज तरिकाले सञ्चालन हुन नदेला जस्तो छ। देख्न सक्नुहुन्छ यहाँ बर्सात भइराखेको छ। सबैले अब छाताको ओत लागेर कार्यक्रमलाई सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ। अब हेरौँ के हुन्छ, हेर्नु बाँकी छ। पानी पर्यो। यहाँनिर बसेको मान्छेहरू, हामी अहिले डिलमा बसेको मान्छे अहिले यहाँ यसरी यहाँ आएर बस्यौँ। अहिले चाहिँ विद्यालयकै ओत लाग्यो। अघिसम्म छाताको ओत लागेको हामी। पानी पर्न अझै रोकिएको छैन। यहाँ शिक्षकहरूले विद्यार्थीसँग एक किसिमको सल्लाह गर्दै हुनुहुन्छ जस्तो लाग्छ मलाई। पारिपट्टि पालिकाको सरहरू हुनुहुन्छ। शशि सर हुनुहुन्छ यहाँनिर। हाम्रो सरहरू हुनुहुन्छ, म्यामहरू, मिसहरू, सरहरू हुनुहुन्छ। यता चाहिँ पानी रोकिएपछि अहिले हाजिर जवाब प्रतियोगिता सुरु हुनै आँट्यो। 20,000 लगानी गरेको रहेछ भने श्यामले कति लगानी गरेको होला? हाजिरी जवाब प्रतियोगिता यहाँ सञ्चालन भइराखेको छ। काजी र श्यामले एउटा पसलमा 2:3 को अनुपातमा लगानी गरेका रहेछन्। यदि काजीले 20,000 लगानी गरेको यो पानी परेको समयलाई यसरी नाचेर सदुपयोग गर्ने तयारीमा। हामी अहिले चाहिँ बाँसपानीबाट आज गणतन्त्र दिवसको अवसरमा 18औं गणतन्त्र दिवसको अवसरमा आज हामी बाँसपानीमा केपिलासगढी गाउँपालिका र भरिया समाज र जी फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा गएर फर्किँदैछौँ। हामीलाई जाडो पनि भएको छैन, गर्मी पनि भएको छैन, तर सलिन ठकुरीलाई देख्न सक्नुहुन्छ। उहाँ चाहिँ एकदम हट मान्छे हो, गर्मी भइहालेको छ है। हाम्रो शशि सरले चाहिँ केही पनि भएको छैन। हाम्रो सुरज सरलाई पनि केही भएको छैन। हामी चाहिँ नर्मल कन्डिसनमै छौँ, एकदम हट कन्डिसनमा चाहिँ उहाँ हुनुहुन्छ, देख्न सक्नुहुन्छ दृश्यमा।
हामी अहिले बाँसपानीबाट गणतन्त्र 18औं गणतन्त्र दिवसको अवसरमा राखेको आयोजित विभिन्न कार्यक्रमहरूको अवलोकन गरेर फर्किसकेका छौँ। सुरज सर, कस्तो लाग्यो आजको कार्यक्रम तपाईँलाई? एकदम रमाइलो लाग्यो। शशि सर, आजको कार्यक्रम कस्तो लाग्यो समग्रमा भनिदिनुहोस्। राम्रो लाग्यो, एकदम राम्रो लाग्यो है। सबै स्कुलहरूको एकदम देख्दाखेरि र हो त्यहाँको चाहिँ यो आयोजक पक्षले गरेको एउटा सम्मान धेरै रमाइलो लाग्यो। हो एकदम। हाम्रो अगाडि सनसाइन बोर्डिङ स्कुलका सरहरू पनि हुनुहुन्छ, अगाडि सनसाइन बोर्डिङ स्कुलका सरहरू अनि जाल्पा माविका स्टुडेन्टहरू पनि हुनुहुन्छ अगाडि देख्न सक्नुहुन्छ। यहाँ जाल्पा माविका सरहरू पनि हुनुहुन्छ। करिब 45 मिनटको यात्रापछि हामी फेरि अहिले पुनः बाक्सिला बजारमा आइसकेका छौँ। अबको ब्लग आजलाई यही एन्ड गर्न चाहन्छु। राम्रो लाग्यो भने सब्सक्राइब गर्नुहोला, सेयर गर्नुहोला होइन। नराम्रो लाग्यो भने कुन चाहिँ कुरा नराम्रो लाग्यो त कमेन्ट गर्नुहोला। कमेन्ट गर्न अप्ठ्यारो लाग्यो भने मलाई पर्सनल मेसेज पनि गर्न सक्नुहुनेछ। कि कसो सुरज सर? हजुर हस्, थ्याङ्क यू एभ्रिवान, सी यू सुन।